भगवान कति धेरै मान्छे हो फेरि यहाँ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। म चाहिँ ट्रेन स्टेसनमा छु। कति पछि सायद मैले कति पछि भिडियो हाल्दैछु होइन, अब किनकि मेरो बिदा छ, मेरो भ्याकेसन छ अहिले। अनि म चाहिँ मेरो साथी प्रतिमाकोमा जान लाग्यो घुम्नको लागि, भेट्नको लागि, घुम्नको लागि भनौँ न। अनि ट्रेन मेरो बिहान 9:50 को बस चढेँ होइन। त्यसपछि ट्रेन ढिलो भएर बल्ल बल्ल म यहाँ कासेल भन्ने ठाउँमा आइपुग्यो। अनि कासेल भन्ने ठाउँमा पनि ट्रेन डिले भएर चाहिँ ट्रेन मेरो अर्को कनेक्टिङ ट्रेन छुट्यो। अब त्यसपछि अब 1 घन्टाको ट्रेन छ होइन। 1 घन्टा पछिको ट्रेन पनि कति यो पनि डिले हुन्छ स्योर हो, भइ पनि सक्यो। 16:48मा आउँछ भनेर देखाएको थियो, अहिले 77 देखाएको छ। 17:07 भनेको 5:07 आउँछ भनेर देखाएको छ। अब यो पनि फेरि अब डिले हुने हो कि के हुने हो थाहा छैन। म आज कहाँ गएर बस्छु के गर्छु थाहा छैन। आज मेरो बास ट्रेन स्टेसनमै हुनेछ। अब म एक्लै के गरेर छटपटाउँछु, हुन त अरू मान्छेहरू पनि होला, म एक्लै त के हुन्थ्यो होला र। एक्लै अब म रातभरि ट्रेन स्टेसनमै छटपटाएर बस्छु। म तपाईँहरूलाई के गर्छु म ट्रेन स्टेसनको देखाउँछु ल, बिस्तारै बिस्तारै। यस्तै छ जर्मनीको लोकल ट्रेन। मेरो बिजो यहाँ चाहिँ बोतलको चाहिँ एउटा बोतलको चाहिँ 25 सेन्ट चाहिँ पाइन्छ। अनि यहाँ मान्छेले चाहिँ खोज्दै हुनुहुन्छ कि बिचरा। पैसा दिउँ भने आफै भिखारी, के गर्नु, पैसा दिन पनि सक्दैन, हेर्दै बस्ने। गाइस ट्रेन आउने बेला भयो मेरो बल्ल। 6वटा ट्रेन चढ्नु पर्ने हो। 6वटा ट्रेनमा मैले बल्ल एउटा ट्रेन चढेँ। अब मेरो बल्ल सेकेन्ड ट्रेन हो। बाँकीको 4वटा म कति बेला चढ्छु। गाह्रो लाग्यो गाइस। अनि अहिले चाहिँ 7 बज्यो। अनि बल्ल 6वटा ट्रेनमा चाहिँ म 2टा ट्रेन चढेर भ्याएँ। अझै 4वटा चढ्न हो। अनि अब 1 घन्टा अझै कुर्नुपर्छ। म अर्को स्टेसनमा आइपुग्यो। अब यहाँबाट अझै 1 घन्टा कुर्नु छ। अनि मैले चाहिँ यहाँ फ्रुट सलाद, काँक्रो, स्ट्रबेरी के बोकेर आएको थिएँ। अब यो खान्छु अनि बस्छु, 1 घन्टा कुर्छु अनि जान्छु फेरि अर्कोमा। बिहानको 9:30 बजे हिँडेको म, अहिले 9:30 भइसक्यो। अनि त्यही पनि म अझै यहाँबाट अझै अब 10-15 मिनट अझै ट्रेन कुरेर म अझै 1 घन्टा ट्राभल गर्नु छ। अनि त्यसपछिको ट्रेन चाहिँ यो ट्रेनहरू सबै डिले भएर त्यसपछिको ट्रेन छैन। मैले ट्याक्सी बुक गर्नुपर्ने हुन्छ गाइस। आजको कस्तो दिनमा हिँडेछु भएको छु म। यो फेरि पनि 15 मिनट डिले भयो ट्रेन। आमा म त के गर्ने होला आज त ब्रेड पोकेर आएको थियो धन्न खानु भयो। गरेर बस्नु पागल हुँदैछ म त। लिटरली गाइस म यस्तो फ्रस्ट्रेट भइसक्यो ट्रेन देखेर। रुवाइसक्यो। रुन मात्र सकेको छैन, न चिच्चाउन सक्छु न के गर्न सक्छु। बिहान 9:50 हिँडेको, अहिले 9:30 भइसक्यो।
अझै पनि अर्को ट्रेन चढ्नु पर्ने छ अनि त्यसपछि फेरि यो अहिले अर्को चढ्न पर्ने ट्रेन पनि डिले भएको छ 15 मिनट रे 15 रे 20 रे आमामा अनि त्यसपछि चाहिँ म अझै अर्को ट्रेन पनि चढ्नु पर्ने हो त्यसपछिको ट्रेन चाहिँ छैन त्यसपछि मैले ट्याक्सी लिनुपर्ने हुन्छ यस्तो बिजोक तरिकाले बसेको छ नि बाटोमा यस्तो बिजोक तरिकाले यहाँ सबजना वेटिङमा ट्रेन आयो फाइनली ट्रेन आयो यो ट्रेनमा चढ्ने मान्छेहरू गाइज म बल्ल बल्ल आइपुगेँ त्यही पनि लास्ट होइन सेकेन्ड लास्ट स्टेसनमा आइपुगेँ यसपछिको अर्को ट्रेन चढ्ने चाहिँ मेरो ट्रेन छैन ट्रेन अब राति 11 बजिसक्यो म यहाँ 7:30 बजे आइपुग्नु पर्ने हो रातिको 11 बज्यो अनि त्यही भएर अर्को मेरो लास्ट ट्रेनको ट्रेनै छैन अब ट्याक्सी लिएर जान्छु भनेर भनेको थिएँ मैले अनि उता म बस्ने ठाउँतिर त बाहिरतिर ट्याक्सीहरू हुन्थ्यो कि अनि मैले सोचेको थिएँ यहाँ पनि ट्याक्सी हुन्छ होला भनेर यहाँ त ट्याक्सी नै नहुने रहेछ अनि अब कहिले अनलाइन बुक गरेर त्यो ट्याक्सी बोलाउने यताउता कहिले चलाएकै छैन है अनि यहाँ ठ्याक्कै 2 जनाले नि ट्याक्सीको लागि वेट गरेर बस्नुभएको रहेछ कि अनि उहाँहरूलाई आएर अनि मैले सोधेँ यहाँ ट्याक्सी हुँदैन भनेर सोधेको हुन त हुँदैन हुन्छ तर फोन गर्नुपर्छ भन्यो अनि उनीहरूले आफै मलाई फोन गरेर चाहिँ ट्याक्सी बोलाइदिनु भयो उहाँहरूको ट्याक्सी आएर चाहिँ जानुभयो अनि मेरो ट्याक्सी 20 मिनटमा आउँछ यहाँ कोही पनि छैन सुनसान छ सुनसान यो मान्छे होइन यो स्ट्याचु हो सुनसान छ यहाँ कोही छैन म एक्लै छु एक्लै कति बेला आउँछ ट्याक्सी थाहा छैन म 7:30 बजे पुग्ने मान्छे ट्रेन ढिलो भएर ग्यास्ट्रिक पनि भयो 7:30 बजे आइपुग्ने मान्छे ट्रेन डिले भएर रातिको 11 बजे आइपुग्यो अब 11 बजे आइपुग्यो 20 मिनट त्यो ट्याक्सीलाई कुर्नुपर्छ रातिको 11:30 बजे पुग्छु म प्रतिमाकोमा फाइनल्ली भेट्यो गाई थाहा छ कति 14 घन्टा ट्राभल गरेर म फेरि भेट्न कति महिना पछि है 10 महिनामा त तिमी रुन्छौ होला सोचेको थिएँ मैले के सोचेको थिएँ भने उयो बाटोमा त्यो हिँड्नुपर्छ नि त्यस्तो ओह्रालो अनि म तिमी लिन आउँछु अनि म लुक्छु अनि भेट्छु भनेर सोचेको थिएँ चकनाचुर भयो अनि म त के कतिखेर कायबो अनि डराले नि एकछिन सुटु कता उड्यो भयो मुटु सुटु मान्छेको अनलाइन पनि छ कि छैन हुन्छ तिमी त जस्ता रहेछौ हो होइन हो के कति 10 महिना पछि भेट्यौँ है गाइज हामी फाइनल्ली भेट भयो घरमा मैला गर्नुपर्छ कपडा खोल्छु म मेन भन्ने थाहा छैन मलाई पुर्यायो तिमी कपडा खोला फ्रेस हो अनि आऊ कहाँ आउने बस न यहाँ किन हतार म किसमा तताउँछु खाने भोक लाग्यो तिमी उता गर भोक लाग्यो अहिले 1 बज्न आँट्यो सुत्नु पर्दैन भोलि बिदा खा त ल आऊ टेन्सन भयो नि त मान्छेको उतो टेक्स्ट पनि जाँदैन अनि केही पनि हुँदैन होइन गाइज अब चाहिँ म सबै भिडियो बनाउने छु हामीले पहिला भिडियो नबनाएर होइन कति कुराहरू मिस भयो अब चाहिँ बनाउने छु म फाइनल्ली आइपुगेँ प्रतिमाको घर आइपुगेँ म प्रतिमाको घर मलाई हाँस उठिसक्यो लाज लाग्यो हेर्नु यहाँ के खानेकुरा नेपालको मलाई थाहा थियो त्यही भन्छ भनेर ल्याइदिया खु होइन यस्तै हो गाइस हाम्रो भाषा तर कस्तो खसक खसक हुन्छ क्या तिमीहरू त्यसैलाई के गरे के ल्या भन्छ के ले अब यसलाई के भन्छ नि यो भित्रकोलाई हामीले गेडा भन्छौँ दाना मैले चाहिँ खट्टुको गेडा ला मेरो त बेल्टिलो भयो मैले चाहिँ खट्टुको गेडा भन्छु होइन उसले चाहिँ दाना भन्छ कि दाना भन्छ अहिले सामान धेरै भएर त्यस्तो त केही पनि ल्याएन धेरै भएर यार मेरो पेट कत्रो देखे त भाइ छ ग्यास्ट्रिक भएर पेट पनि फुल्यो भने हो इलाउले तिमीलाई हो धेरै धेरै धन्यवाद अनि त्यसपछि यो यताउता हो कोसेली चाहिँ नाम मात्रै हो खाना चाहिँ मैले खाने हो
दुईटाले हामी चटपट मसाले दाल मोड साउथ एरियाको चाहिँ खानुपर्छ मजाले कस्टम चाहिँ यहाँ पनि परेन होइन कि बुल्डकै भने पाउनु त मैले के सोचेको भन नि तिम्रो त टाढो जानुपर्छ भन्थ्यो नि त अनि छैन होला भनेर मैले लिएर आएको हो अनि म पनि खाएपछि एउटा चाहिँ छैन एउटा पनि खाने होला छर्रा त उम्रिन्छ तर अहिले उम्रिन्छ कि उम्रिन्छ थाहा छैन यो चाहिँ मेरो खोर्सानी ऊ त भइरहेछ भोलि हेर्नु खुर्सानी के भयो भयो उम्रिरहेछ त लाम्चे खालको तर यो कहाँबाट ल्याएको खुर्सानी यहाँ माथि साथीले देख्यो कि ए फुल्यो मेरो चाहिँ डरले त जस्ताको त्यस्तै छ यी कस्तो राम्रो पनि भएको छ टमाटर त कति रटरमा फलिरहेछ आज हावाले माथि ल गाइस भोलि देखाउँछु म ओ अनि त्यसपछि यो अरू त मेरो कपडा हो तिम्रो उस पनि छ यहाँ ज्याकेट तर तिमीलाई वाउ लाग्दैन कि जस्तो लाग्दैन किनकि मेरो भन्दा अलिक अर्कै खाले रहेछ त्यो ज्याकेट चाहिँ मेरो राम्रो त मेरो जस्तै म त कस्तो खुसी लाग्यो तिमीले छोडेर गएको याद अब जाने बेला स्योर हुन्छ मलाई थाहा म मारिदिन्छु अहिले रुन लागिसक्यो त्यही हो गाइस यही हो हाम्रो कुराकानी अब हामी खाना खान्छौँ अनि त्यसपछि भेट्छौँ ल गाइसहरू त त्यस्तो केही छैन मेरो फ्यामिलीले हेर्ने हो भोलिपछि हाम्रै लागि रमाइलो हो अरू गाइसहरूले हेरे नि नहेरे नि हाम्रै लागि हो यो चाहिँ ल भाइ खै त हेर त ठिक ठिक ए ठिक्क हुन्छ है म मेरो भन्दा ठुलो साइजको हो नि त तिम्रो ठिक्क हुँदो रहेछ ल ठिक छ ल खोला ल जाउँ अब खाना त मलाई भोकै लागेको छैन भाइ त्यो ग्यास्ट्रिक भएर चाहिँ डम्मै भइसक्यो क्या मेरो पेट मैले लिनु जाँदा फेरि उतो भएछ के छोडेछु मैले तेल त्यतिकै के उस भएछ धन्नै टिटिट गरेन छ उयो कस्तो राम्रो रहेछ नि त यहाँ त ठुलो खुल्ला है राम्रो खुल्ला रहेछ नि त है यहाँ त ओइ सरी उयो हल्ला भयो होला गाह्रो पो छ लाइक बसाउँछु भन्दा पनि बस्दैन के भएको हो पनि हाम्रो खाना ओए वाउ ल जाम खाम यहाँ बसेर खाने